यो चाहिँ ग्रेड 9A ले प्रिपेयर गरेको ड्रामा हो भुसुना। अनि यो चाहिँ रियल स्टोरीबाट इन्स्पायर्ड स्टोरी हो जसलाई चाहिँ एड्याप्ट गरिएको छ। भुटानदेखि नेपालसम्म आउने भुटानी रेफ्युजिजहरूको चाहिँ स्टोरीमा आधारित हो। We have tried to create it with sensitivity, sensibility, जति सकिन्छ। And in a short time, so we hope to get your support. We start the play, Busuna. When the census was exercised, all the southern Bhutanese, only the southern Bhutanese, not the northern Bhutanese that we know, have to produce this land tax receipt of 1958, particularly of that year. And if we didn't have that, then we wouldn't be registered for census. We have that receipt, and we went, my parents, they went to register our census. Dada, utyo suntala TV dinu na. Kun, utyo! बहिनी बहिनी यहाँ भाइले नि एक कप चिया ल्याइदिनुस् न। औधी भाइ के भयो? यो झोलामा के छ दाइ? के हुन्नी, एउटा लेखकको किताब कलम कपी त हुन्छ नि। लेखक? तपाई लेखक हो दाइ? हो। मेरो नि एउटा कथा छ, लेख्दिनु हुन्छ? कुन कथा? 1991 को कुरा हो। सागुरो गल्लीमा मेरो एउटा चोक छ, त्यहाँ के छैन, सब थोक छ। असंख्य रोग छ, केवल हर्ष छैन, त्यहाँ त्यसमाथि रोग छ। सागुरो गल्लीमा मेरो चोक छ, त्यहाँ के छैन, सब थोक छ। आमा भोक लाग्यो, एकछिन बसौँ न। आमा यो झोलामा के छ? केही छैन, कुनै लुगा फाटा मात्रै हो। उठ उठ उठ, कता उठ? ओइ तिमीहरु कहाँ आइस? अंकल टास अंकल हाम्रो घर चलाइदियो। म के गर्नु त? अंकल टास बुझ्नुस्? छोरालाई सम्झा। कालो हजुर सर, यहाँ बोर्डरमा 3 जना आछन्। ओरे
बोलाउनु रहेछ बच्चाहरू छन् बच्चाहरू यही बस्छन् बाबु हेर त बहिनी रोइरहेको छ म आइहाल्छु टाइम छैन छिटो सर ब्रिटिस छैन सर ब्रिटिस सर ओइ छैन सर ब्रिटिस वाला ओइ छैन सर आइसके हिजोदेखि आगो लगाइरहेछ सर यिनीहरूसँग अल्झिएर हुन्छ सर यो कागज सर छाप गऱ्यो मात्रै तपाईँ नेपाल छिर्न सक्नुहुन्छ त्यसको लागि नेपाल छिर्न मेरा बच्चाहरू छन् आमाले चट्ट बाहिरिदिनुहुन्छ बच्चा बेला जस्तो यता आऊ टुक्क औ कथा आउँछु यो अहिले सुतिहाल होइन अनि पछि हामी बिहान झिसमिसेमै ओमकार दाइका जान्छौँ है
त्यसपछि सुनकेशरी रानी त्यहाँ रुखको हाँगामा गएर लुकेर बस्छिन्। अनि सुनकेशरी रानीलाई भोक लागेन? अर्को कुरा सुन न। एकादेशमा यो पर्सी जस्तै टाउको भएको पर्सी बहादुर जन्मेछ अरे। उसको आमा बुवाले उसलाई देखाउन लाज हुन्छ भनी धेरै दुखी मानिराख्नु भएको थियो अरे। एक दिन उनीहरू दुईटै आमा बुवा घरमै बसेर रुएर बसेछन्। त्यो देखेर सानो भर्खर जन्मेको पर्सी बहादुरलाई नि धेरै दुःख लागेर ऊ मध्यरातबाट घरबाट बाहिर भाग्छ। त्यसपछि ऊ कान्दै कान्दै रात बिताउँछ। अनि पर्सी बहादुरलाई भोक लागेन? उसको आमा बुवाले पछि उसलाई घरमा लगेर दुध भात खुवाए नि। दुध भात? होइन अर्को कथा सुन, अर्को कथा सुन। म भोकको कथा सुन्ने। भोकको? ल सुन। एकादेशमा एउटा गाउँमा दाई बस्थ्यो अरे। त्यो दाईसँग एउटा बहिनी नै थियो अरे। त्यो दाई र बहिनी जहिले खेल्थे, रमाउँथे, उफ्रिन्थे। तर एक दिन एउटा राक्षस उडेर आएर उनीहरूको घरमा आगो लगाइदिन्छन्। त्यो आगो बलेसै त्यो दाईलाई यस्तो रिस उठिरहेको थियो, ठुलो भएको भए अलि लात्ताले हानेर उडाइदिन्थ्यो होला। तर के गर्नु, ऊ सानो थियो। आमाले बाहिर सुकाएका 2-4 कपडाहरू मात्रै टिप्न पाउँछन्। तर उनीहरू पछि मैदान नदीसम्म नपुगेसम्म त पछाडि फर्केर नै हेर्दैनन्। भुटानमा घरबारी भएको ठाउँमा लटरम्म फलेका मकैका 2-4 दाना मात्रै टिप्न पाएको भए आहा दाई सम्झिँदै ढुङ्गामा हल्झ्यो। ऊ लड्यो। उसको खुट्टा कस्तो दुख्यो, मेरो खुट्टा कस्तो दुख्यो। त्यसपछि लडेपछि त घाँटीमा धर परेको पनि थियो। तर ल अहिले त निको भएछ, खुट्टा पनि सन्चो भएछ र कथा पनि सक्यो। मन्दिरलाई कस्तो बोल्दैन? बाबु उठो। नानी उठो, छोरी उठो नि। नानी उठो न। नानी उठो। नानी छोरी। नानी नानी नानी। सुनसान रात निन्द्राको भाका बोल्छ। जब तरुण मनबाट आँसुका धारा बग्छ, जब भोक पनि कसरतको मेला बन्छ, तब आजको सत्य भोलिको कथा बन्छ। हर समय झरीले बढेको बादलले यही भन्यो, मलाई घर फर्कनु छ। हर समय झरीले बढेको बादलले यही भन्यो, मलाई घर जानु छ। अँध्यारोले घिरेको उज्यालोले बन्doयो माइती बर आउनुहुनेछु। र म सोध्छु अझ कति दिन लाग्ने हो फर्कन यो बाटो बुलेको पत्थरको देउतालाई।